एकजना सिस्टरले मलाई फोन गर्नुभयो अनि भन्नुभयो सिस्टर म इटहरीदेखि हो हजुरको भिडियोहरू हेरेर मलाई एकदमै सजिलो भइरहेको छ मलाई एउटा हेल्प गर्नु न भन्नुभयो अनि भन्नु न के गरौँ भनेको उहाँले भने मलाई 4 फोल्डको अम्ब्रेला काट्न आउँछ तर मलाई 8 फोल्डको काट्न आउँदैन भन्नुभयो अनि मैले पनि सोचे एउटा भिडियो गरिदिन्छु त्यो भएपछि सबैजनाले हेर्नुहुन्छ मैले पहिला त उहाँलाई व्हाट्सएपमा सिकाउँछु भनेको थिएँ अनि पछि फेरि म भिडियो नै गराएँ भने अरूलाई पनि काम लाग्छ भनेर गराएको छु यो चाहिँ हेर्नु त यो मेरो मेजरमेन्ट यस प्रकार छ यहाँ छ नि जुन मेरो पुरा लम्बाइ 55 छ छाती मेरो 36 छ कम्मर 30 अनि चोली लम्बाइ भनेको हाम्रो चाहिँ जहाँ ब्लाउज लाइन्छ नि त्यहाँ ब्लाउजसम्मको लम्बाइ चाहिँ मेरो 15 छ यो गाउनको लागि हो हैन अनि यो 8 फोल्डमा मैले आज हजुरहरुलाई अम्ब्रेला कट 8 फोल्डमा काटेर देखाउने छु यदि हजुरहरुलाई 8 फोल्डमा काट्न आउँदैन पनि हजुरहरुले यो भिडियो राम्रोसँग हेर्न सक्नुहुन्छ जस्तै 8 फोल्डमा काट्ने हो भने है कम्मरलाई 6 ले भाग गर्ने है जुनसुकै कम्मर साइज होस् 40 20 30 25 जति आउँछ त्यसलाई यदि 8 फोल्डमा गर्नुहुन्छ भने अम्ब्रेला हजुरहरुले चाहिँ 6 ले भाग गर्ने यहाँ मेरो 5 आएको छ यदि 4 फोल्डमा गर्नुहुन्छ भने त्यसलाई 3 ले भाग गर्ने यसरी चाहिँ मैले 8 फोल्डमा मैले यसरी हजुरलाई यो अम्ब्रेला कट गरेर देखाउँछु हेर्नु यो सूत्र नै हो है 8 फोल्डको चाहिँ कम्मर बाइ 6 यदि 4 फोल्ड छ भने कम्मर बाइ 3 त्यसरी चाहिँ हामीले काट्न सकिन्छ अम्ब्रेला अब यसमा हेर्नु है पुरा लम्बाइमा फेरि चोली लम्बाइ घटाइदिने है माथिको ब्लाउजको पार्ट घटाइदिँदाखेरि मेरो 40 आयो यो हाम्रो 40 मैले हजुरलाई यति यो 8 फोल्डमा 40 लेन्थको काटेर देखाउँछु यदि हजुरहरुलाई आउँदैन भने हजुरहरुले यो भिडियो हेर्न सक्नुहुन्छ पुरा लम्बाइ कम्मर छाती चोली लम्बाइ अब यसमा मैले कम्मर डिभाइडेड बाइ 6 गरे 8 फोल्डको लागि मेरो 5 आएको छ 5 इन्च आएको छ अब कटिङमा हेरेपछि हजुरहरुले बुझ्नुहुन्छ अनि पुरा लम्बाइ माइनस चोली लम्बाइ घटाए मैले ब्लाउजको लम्बाइ त्यसरी चाहिँ मेरो 40 आएको छ मैले अब 40 लम्बाइमा चाहिँ यसरी कपडालाई हेर्नु त अब मैले कपडालाई यसरी नापे है नापेर देखाउँछु हजुरलाई कति लाग्छ त भनेर हामीलाई चाहिँ नर्मली 40 42 को लागि चाहिँ 5 मिटर कपडा चाहिन्छ मेरो चाहिँ यहाँ 1 मिटर हेर्नु त मैले मिटरले नापेर देखाएको छु 2 मिटर 3 मिटर यसरी अनि कपडा हामीलाई चाहिँ अम्ब्रेला फुल घेरादार अम्ब्रेला काट्नको लागि चाहिँ हामीलाई 5 मिटर कपडा चाहिँ चाहिन्छ है 5.5 मिटर कपडा चाहिन्छ अब हेर्नु त अब यसमा चाहिँ कपडालाई यसरी डबल फोल्ड गर्ने मेरो चाहिँ यो 6 मिटर जति कपडा छ तर मैले फेरि यो कपडा काटेको छैन कि मैले हजुरहरुलाई कटिङ मात्रै देखाउनलाई भनेर मैले कपडा काटेको छैन 5.5 इन्च भयो भने 5.5 मिटर है मिटर भयो भने चाहिँ मजाले पुग्छ अम्ब्रेलालाई अब यसरी हेर्नु है मैले चाहिँ 4 फोल्डमा पट्टाएँ है देख्नुभयो नि यसको छेउ जोडे अनि त्यसपछि फेरि त्यसलाई 1 फोल्ड गरे अनि फेरि अर्को फोल्ड गरेर 4 फोल्डमा यसरी पट्टाएँ मैले यसरी हजुरहरुले 5.5 मिटर 5 या 5.5 मिटर अनि अलि सानो बच्चाहरु छ भने अलि थोरै लाग्छ कपडा त्यो अनुसारले चाहिँ यसरी हजुरहरुले यसरी काट्न सक्नुहुन्छ 4 फोल्डमा काटे अनि यो फोल्डमा काट्दाखेरि यो विचार गर्नुपर्ने के छ भने 4 फोल्डमा त गरे मैले तर हो यो बन्द भाग छ नि बन्द भागतिरबाट फोल्ड गर्नुपर्छ है अब यहाँनिर ध्यान दिनु किनभने खुल्ला भागतिरबाट फोल्ड गर्यौं भने हाम्रो 3टा टुक्रा निस्किन्छ यसरी बन्द भागतिरबाट यसरी फोल्ड गर्ने हेर्नु है उता बन्द भाग भयो बन्द भागबाट यसरी हामीले समोसा जस्तो बनाउने कि यसलाई 4 फोल्डमा गरियो अनि समोसा जस्तो गराइयो यत्रो धेरै कपडा चाहिँ आउँदैन 5.5 मिटरमा मेरो चाहिँ अलि धेरै कपडा भएको भएर यता धेरै देखिएको छ त्यसमा चाहिँ हजुरहरुको थोरै कपडा आयो भनेर चाहिँ टेन्सन नगर्नु होला अनि यसरी पटाउनु 4 फोल्ड पहिला टुप्पा जोड्नु अनि त्यसपछि फेरि यसलाई टुप्पा जोडिसकेपछि अब हेर्ने अब मैले अघि सम्झाइसकेको थिएँ हजुरहरुलाई अब यसमा ड्राफ्ट कसरी गर्ने भन्दा अब 8 फोल्ड छ यो त 8 फोल्डलाई चाहिँ हामीले के गर्ने भने कम्मरलाई 6 ले भाग गर्ने कम्मरलाई 6 ले भाग गर्दा यहाँ आयो मेरो 5 त्यहाँ 5 आएको देखाएको छु नि त मैले यसरी 5 नाप्दै जाने के त्यो टुप्पोबाट 5 इन्चको हाम्रो चाहिँ 5 इन्चको घेरा आयो अब पुरा लम्बाइबाट हामीले चोली लम्बाइ घटाएर फुल लेन्थ लिने है पुरा लम्बाइबाट चोली लेन्थ घटाएर फुल लेन्थ लिने प्लस 1 गर्ने गर्दा मेरो 40 प्लस 1 41 आएको छ है अनि प्लस 1 चाहिँ हामीले पिको गर्नलाई र माथितिर पिको या मोड्नलाई र अनि माथितिर चाहिँ जोडाइको लागि चाहिँ 40 प्लस 1 गर्ने है अब यसरी हेर्नु 40 प्लस 1 गर्दा मेरो 41 आयो अब यसरी चाहिँ हामीले लम्बाइ लिने 41 मेरो यहाँ आयो यो चाहिँ गाँस पर्छ किनभने हाम्रो गज सानो छ नि त 44 गजको कपडा हो ठुलो गज भयो भने गाँस पर्दैन यो चाहिँ सानो गज भएर गाँस पर्छ अब यसबाट लिँदाखेरि विचार गर्नुपर्ने हेर्नु है
मैले कहाँदेखि लिएको छु, यो टुप्पाबाट लिने, यहाँबाट ठ्याक्क टुप्पाबाट हेर्नु त। अब टुप्पाबाट कति आउँछ, माथि टुप्पाबाट लिँदै जाने। टुप्पाबाट कसरी लिने भन्दाखेरि पहिला हाम्रो फुल लेन्थ 41 अनि टुप्पाबाट लिँदाखेरि मेरो कति आयो 46 आयो। यसरी चाहिँ माथि टुप्पाबाट लिँदै 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 जाने, किनभने त्यो कम्मरको घेरा लाएको भागबाट लिने होइन। यसरी चाहिँ लिँदै गएपछि बराबर आउँछ। अनि यो साइड छ नि जुन उतापट्टिको फोल्ड साइडतिर चाहिँ 2 इन्च माथि जाने कि त्यो लच्किन्छ कि त्यो भाग। त्यही भएर यतातिरबाट हामीले फुल लेन्थ 41 लिग्यौँ अनि यतातिरबाट फुल लेन्थ 38 आयो, 39 आयो, 2 इन्च कम आयो, किनभने यता लच्किने भाग हो अनि यो ठुलो हुन्छ कि लच्किने भाग, लच्किन्छ कपडा अब गरुङ्गो हुन्छ नि त। अनि यसरी चाहिँ हामीले कटिङ गर्ने। हेर्नु त, अब यो बाँकी नपुगेको भागमा चाहिँ हामीले गाँस पार्ने हो। यसमा गाँस आउँछ, यताबाट बचेको कपडाबाट चाहिँ हामीले गाँसेर यसलाई पनि घेरादार गराउने हो। त्यसमा चाहिँ गाँस पार्ने, 4वटा पत्रमा गाँस आउँछ।